देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्ज भारतीय सिमाना नजिकको एउटा यस्तो मिश्रित बजार जहाँ फरक फरक समुदाय वर्षौंदेखि उही सडक उही बजार बाँडेर बस्दै आएका थिए। तर एक रातले त्यस समुदायलाई फरक फरक भागमा बाँड्यो। त्यसपछि झडप सुरु भयो। जम्मा करिब 22 जना घाइते भए र 1 जनाको मृत्यु भयो। राष्ट्रिय मानव अधिकार आयोगका अनुसार विवादको पहिलो चिङ्गारी एउटा विद्युतको पोलमा राखिएको झण्डालाई लिएर सल्कियो। पछि एउटा धार्मिक यात्राका बेला ठूलो स्वरको सङ्गीतमाथिको असहमतिले त्यसलाई अझ भड्कायो। यति निश्चित छ, बाँकी धेरै कुरा किन, कति, कसरी अझै छानबिनको विषय छन्। साउन 10 गते आइतबार रातिको कुरा हो। नेपाल प्रहरीको प्रारम्भिक विवरण भन्छ, दुई पक्ष बीचको वाद विवाद देख्दा देख्दै ढुङ्गा हानाहानमा बदलियो। रोक्न पुगेको सानो प्रहरीको टोली थेकिएन, 8-10 प्रहरी घाइते भए। प्रहरीकै भनाइमा पहिले हावामा चेतावनी गोली चल्यो, त्यसबेला बत्ती गयो र अँध्यारोमा गोली चल्यो। प्रत्यक्षदर्शीका अनुसार जब अन्धकार भयो धेरै राउन्ड फायरिङ भयो, जसमा भिड यत्रतत्र छरबरिए र यहाँ प्रश्न रोकिन्छ जुन आज पनि अनुत्तरित छ, गोली कति चल्यो र कसले चलायो। प्रहरी आफै भन्छ यी विवरण अझै सङ्कलन हुँदैछ। त्यो रात 1 जनाको मृत्यु र करिब 22 जना घाइते भए। नागरिक र सुरक्षाकर्मी दुवै पक्षमा गम्भीर असर पुग्यो र एउटा कुराले धेरैलाई झस्काएको छ, घाइते नागरिकका धेरै घाउ कम्मरभन्दा माथि थिए। त्यही एउटा तथ्यले सबैभन्दा गम्भीर प्रश्न जन्मायो, प्रयोग भएको बल आवश्यकता अनुसारको थियो कि थिएन। यो प्रश्न अहिले अनुसन्धानको ठ्याक्कै बीचमा छ। प्रशासनले पहिलो दिनमा कर्फ्यू लगायो, त्यसपछि त्यसलाई 10 स्थानीय तहसम्म फैलायो। गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा छानबिन समिति बनायो। बिजुली किन गयो भने जाँच्न प्राधिकरणको प्रतिनिधि समेत राखेर र पछि फरेन्सिक जाँचका लागि 1 सदस्य थपियो। आयोगले छुट्टै छानबिन थालेको छ। घटनाको 5औं दिन गृहमन्त्री पहिलो पटक स्थलगत पुगे र मृतकका परिवारसँग र 7 बुँदे सहमति गरे। दुवैलाई शहीद घोषणा, प्रत्येकलाई 10 लाख क्षतिपूर्ति र एक सदस्यलाई रोजगारी र निष्पक्ष छानबिन सहित दोषीमाथि कारबाही। त्यसपछि लगत्तै उनी राति सिराहाका लागि निस्किए। त्यसै रात प्रधानमन्त्री बालेन शाहले पनि, जो मार्च यता बिरलै सार्वजनिक भएका थिए, उनले राष्ट्रलाई सम्बोधन गर्दै संयम रहन आग्रह गरे। 3 मृत्युपछि प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीलाई असुर ग्यास र लाठीलाई प्राथमिकता दिन संयम अपनाउन निर्देशन दिएको छ। सिराहाको मृत्युमा कुन बलको गोलीबाट ती 17 वर्षका युवाले ज्यान गुमाए, प्रहरीले नै यकिन गर्न सकेको छैन। यो आफैमा आदेश र जवाफदेहितामा कतै न कतै अस्पष्टता रहेको सङ्केत हो। जुन दुई समुदायबीच झडप भएको छ, समुदायका जनप्रतिनिधिहरू सँगै उभिएर एउटै स्वरमा भने, शान्ति खोज्नुहोस्, न्याय खोज्नुहोस्, तर आगो नबाल्नुहोस्। दुवैमा सद्भावका लागि र्याली निकालियो। अर्कातिर सरकारको ढिलो प्रतिक्रियामाथि सांसद, अधिकारकर्मी र सुरक्षा विज्ञहरूले तीखो प्रश्न गरे। एउटा स्थानीय झगडा किन प्रदेशभरि फैलिन दिइयो? अनि यस्तै बेला सामाजिक सञ्जालमा अपुष्ट दाबी र सम्पादित भिडियो तथ्यभन्दा छिटो कुदे। एक पक्षका मानिसलाई मात्र गोली हानियो, अझ धनुषामा एक पुजारीलाई रेटेर मारियो भन्ने कुरा आयो, तर पछि प्रहरीले सो व्यक्ति पुजारी नभएको पुष्टि गरे। कुनै बाहिरी शक्तिले यो घटना आयोजना गरेको भन्ने पनि कुनै प्रमाण आइसकेको छैन। प्रधानमन्त्री कार्यालयले नै नागरिकलाई अफवाहबाट टाढा रहन आग्रह गरेको छ, किनकि यस्तो बेला बिना प्रमाण फैलिने एउटा झुट पनि हतियार बन्न सक्छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुरूप हिजो शुक्रबार प्रधानमन्त्रीले मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन्, मधेसका सांसदहरूसँग छलफल गरेका छन् र यस घटनालाई सरकारले गम्भीर रूपमा लिएको ध्यानाकर्षण गराएका छन्। सर्वदलीय बैठक, सद्भाव र्यालीहरू जारी नै छ। सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो सङ्ख्यामा खटिएका छन्। 3 युवाको ज्यान गइसकेको छ, 1 जना गम्भीर घाइते छन् र 2 तहमा छानबिन जारी छन्, तर कुनै निष्कर्ष अझै बाहिर आइसकेका छैनन्। 3 परिवारका लागि यो कुनै समाचार होइन, सधैँको लागि एउटा रित्तो कुर्सी हो, एउटा नफर्कने नाम हो। तिनै परिवारले पनि जे मागेका छन् त्यही नै सबैभन्दा ठूलो कुरा हो, न्याय। न्याय निष्पक्ष छानबिनबाट आउँछ, भिडबाट होइन, रिसबाट होइन र अफवाहबाट होइन। यस भिडियोमा भनिएका कुराहरू अहिलेसम्म बाहिरिएका विवरण अनुसार हो।